खुट्टा मात्रै मेरो टाढा भयो हैन। जाँदा जाँदै नचाहँदा नचाहँदै पनि म टाढा हुन पुगेँ हैन। तर मेरो बाउले पैसै नहुँदा पनि आफ्नो जर्सी काटेर मलाई लगाइदिन्थ्यो कि मेरो छोरा पछि फुटबल प्लेयर हुन्छ, एक दिन राम्रो खेलाडी हुन्छ भनेर। हाम्रो बाउ भनेको कता कता खेल्ने, त्यो टाइममा 500,000 पाउँदा पनि मलाई स्यान्डल जुत्ता लिएर आउँथ्यो अरे सानो सानो, त्यति माया गर्थ्यो बाउले। अनि एक दिन मेरो छोरा खेल्छ भने सकेको मैले खेलेको हो, मैले गरेर देखाएको हो हैन। कति क्वालिटी थियो के थियो भन्ने कुरा मलाई नजिकबाट चिन्नेले बुझ्नेलाई थाहा छ। गरे पनि अब अहिले मेरो फिल्ड फरक भयो, तर पनि बाउलाई जति प्राउड बनाउनु पर्ने थियो मैले बनाएँ मेरो टाइममा। अब तेरो पालो हो, अब मेरो पनि इच्छा छ तैँले राम्रो फुटबल खेलेको मलाई पनि हेर्न मन छ, सबैलाई खुसी बनाएको, देशको नाम राखेको। अब त्यही हो, अब म अर्कै फिल्डमा भए पनि जे भए पनि तेरो माइला दाइ पनि आफ्नै जागिरमा छ, आफ्नै ठाउँमा खेलिरहेछ, गरिरहेछ। तर अब आमा बाउलाई खुसी राख्नु पर्यो। सबै हाम्रो दर्शक जति पनि हाम्रो शुभचिन्तक परिवार आफन्तजन सबलाई तप्रति धेरै आशा छ क्या। त्यही भएर अब तेरो मात्रै यो कुरा होइन, तेरो मात्रै यो सपनाको कुरा होइन, हाम्रो पनि इच्छा चाहनाको कुरा हो राम्रो फुटबल खेल।